यदि हजुरहरूको घरमा पैसाको अभाव छ, यदि पैसा जति कमाए पनि टिक्दैन भने त्यसको कारणहरू चाहिँ यस्ता छन् है। 1 नम्बरमा रहेको छ, यदि घरमा श्रीमान श्रीमतीको धेरै झगडा भइरहन्छ, दुईजनामा कुरा मिल्दैन, सानो कुरा लिएर पनि त्यही श्रीमतीले श्रीमानलाई नराम्रो गर्ने, श्रीमानले श्रीमतीलाई नराम्रो गर्ने, एकले अर्का नराम्रो भाव यदि व्यक्त गर्नुहुन्छ भने तपाईँहरूको घरमा पनि लक्ष्मीले कहिले पनि बास गर्नुहुन्न, तपाईँहरूको घरमा पनि धनको अभाव भइरहन्छ। 1 नम्बरमा रहेको छ। 2 नम्बरमा रहेको छ, जो व्यक्तिले स्त्रीहरूलाई धेरै अपहेलना गर्नुहुन्छ, नराम्रो गर्नुहुन्छ, कुदृष्टिले हेर्नुहुन्छ भने पनि तपाईँहरूको घरमा धनको सञ्चय हुँदैन, धनको झन् धेरै खर्च भइरहन्छ र धेरै नष्ट पनि हुन्छ। दोस्रो नम्बरमा भयो। तेस्रो नम्बरमा रहेको छ, यदि तपाईँहरूको घरमा धन सञ्चय भइरहेको छैन भने शुक्रबारको दिन लक्ष्मी माताको व्रत राख्नुहोस्। व्रत बस्नुभयो भने पनि तपाईँहरूको घरमा धनको वृद्धि भइरहन्छ, धनको सञ्चय हुन्छ। चौथो नम्बरमा रहेको छ, यदि घरमा वास्तु मिलेको छैन, वास्तु बिग्रिरहेको छ भने पनि तपाईँहरूको घरमा धनको सञ्चय हुँदैन। वास्तु दोषको निवृत्ति गर्नुहोस्, वास्तुको पूजा गर्नुहोस्। र अन्तिममा यानि कि लास्टमा रहेको छ, यदि जन्मकुण्डलीमा शुक्र ग्रहको स्थिति कस्तो छ त, यदि शुक्र ग्रहहरू नीचमा गएर बसेका छन् अथवा शुक्र ग्रह शत्रुको घरमा गएर बसेर नराम्रो दृष्टि दिइरहेका छन् भने पनि तपाईँहरूको घरमा धनको सञ्चय हुँदैन। यसको कारणले सम्पूर्ण चिना कुण्डलीहरू हामीले विश्लेषण गर्नुपर्दछ। हामीहरूको ग्रहहरूमध्ये धन सम्पत्ति दिने, आय आर्जन हुने ग्रह भनेको शुक्र ग्रह हो। शुक्र ग्रह कस्तो घरमा बसेको छ, कस्तो भावमा गएर बसेको छ, त्यो शुक्र ग्रहले कस्तो दृष्टि दिइरहेको छ, यस्तो कुराहरू सम्पूर्ण कुराहरू हेर्नुपर्ने हुन्छ। यदि शुक्र ग्रह खराब स्थानमा गएर बसिरहेका छन् भने पनि तपाईँहरूको घरमा धन सञ्चय हुँदैन। त्यसको लागि चिना कुण्डलीहरूको विशेष कुराहरू हेर्नुपर्ने हुन्छ। यदि हजुरहरू हेराउन चाहनुहुन्छ भने बायोमा मेरो नम्बर रहेको छ, जोइन हुन सक्नुहुन्छ। वाट्सएप, इमो, भाइबरमा जोइन हुन सक्नुहुन्छ है त। राधे राधे।